हामी चाहिँ आलु खन्नु आएको यहाँ आलु चाहिँ यहाँ यति फलिसकेको छ तपाईहरुकोमा कति फल्यो आलु चाहिँ हेर्न सक्नुहुन्छ आलु कति रोपे गरे भाउजू 1 बोरा 1 क्यारेट आलुमा यति फलेको छ आउनु त यहाँ देखाइदिनु 1 क्यारेट आलुमा यति फलेको छ यहाँ हेर्नुस् है यहाँ आलु यो चाहिँ मैले अगाडिबाट भिडियो बनाउनु पाएन साथीहरु यस्तै हो कामले गर्दा व्यस्तताले गर्दा यहाँ हाम्रो 1 क्यारेट आलुमा यति पर्यो यति फल्यो यत्रो बारीमा कति फल्यो जस्तो लाग्यो साथीहरु आलु चाहिँ हेर्नुस् धेरै सानो पनि छैन ठुलठुलो छ आलुहरु हेर्नुस् यहाँ आलुहरु यस्तो छ 1 क्यारेट आलुमा यति फल्नु भनेको चाहिँ कतिसम्म रहेछ साथीहरु गेस गर्नु होला कति आलु फल्यो बारी हामी यति बारीमा है यहाँ यति बारीमा यो खरेक त्यतिमा फलेको आलु चाहिँ यही हुन् कति जति फल्यो भन्नुहोस् तपाईहरुले पनि गेस गर्नु होला साथीहरु आलु छान्दैछु यहाँ ठुलठुलो सानो किनभने यहाँ आलु खनेपछि सुकाउनु पनि पर्दो रहेछ साथीहरु बिग्रिँदैन रहेछ क्या छिटो हामीलाई पनि थाहा थिएन यहाँ आमाहरूले सिकाउनु भएर हामी चाहिँ यहाँ नन्द भाउजू मिलेर गर्दैछु अनि 1 क्यारेट आलुमा यति फल्यो साथीहरु हामी त खुसी छौं आलुदम चना छोटो छ जिन्दगी लामो सम्झना है साथीहरु हाम्रो चाहिँ आलुहरु चाहिँ यस्तो छ है हाम्रो भाषामा चाहिँ खी भन्छ है यसलाई खी फुपाले के एकचोटी खी भन्छ है लास्टमा खी लभ यु पाना पनि गरियो त्यो पनि यही राख्नु होला है काटेको हेरेर यतिको पनि काटेको किनभने बिग्रिन्छ नि त फेरि अर्को स्टाइलमा साथीहरु फेरि लभ यु यहाँ आएर नि यो चाहिँ के हो आफ्नो भाषा संस्कृतिलाई चाहिँ बिर्सिनु भएन संस्कृति भन्ने चिज चाहिँ हुन्छ ठाउँमा तर भाषा चाहिँ बिर्सिनु भएन है साथीहरु भाषा चाहिँ सिक्नु होला भाषा सिक्नु होला आफूले पनि सिक्यो छोराछोरीले पनि सिक्छ साथीहरु हामी चाहिँ आलु छान्दैछौँ के गर्दै हुन्छ भन्नुहुन्छ होला हामी सानो ठुलो आलु छान्दैछौँ यहाँनिर अनि यहाँ सुकाउँदैछौँ आलु किन सुकाउनु पर्छ भने तपाईहरुलाई थाहा छैन होला आलु बेर सुकायौँ भने घाममा हाम्रो आलु बिग्रिँदैन लाग्दैन काइला मामा हाम्रो काइला मामा जेमा पनि हामीलाई सपोर्ट गर्नुहुन्छ यसमा खुसी लाग्छ मलाई यहाँ हेर्नुहोस् यो घाँस छेउछेउमा उताको आलु चाहिँ आमाको है यो नखनेको आलु चाहिँ आमाको उहाँको पालो उता त्यो हरियै छ त्यही भएर खनेको छैन साथीहरु हामी चाहिँ यति छिटो आलु छान्न थाल्यौँ कि किनभने हामी ठुलो सानो मिडियम सबै छान्नु पर्ने थियो त्यही भएर टाइम थिएन